सबैलाई नमस्ते। आज छोरीको कपाल काट्नु पर्यो भनेर शुद्धोधन 3 मैनैया चोकमा रहेको प्रभु हेयर ड्रेसर एन्ड जेन्ट्स पार्लरमा छोरीलाई लिएर आएको छु। छोरीको कपाल काट्दा दुःख दिन्छन् भनेर आएको थियो, तर अघिल्लो दुईपल्ट चाहिँ उनले धेरै दुःख दिएकी थिइन्। यो पल्ट चाहिँ छोरीले दुःख दिएनन्। सहज रूपमा एकदम ज्ञानी बच्चाले जस्तै सजिलै कपाल काट्न दिएकी छन्। मैले छोरीको कपाल चाहिँ अलिकति फरक हेयर स्टाइल गराउन खोजेको थिएँ, तर सैलुनका सञ्चालक भाइले चाहिँ होइन, नानीलाई चाहिँ यो हेयर स्टाइल सुट गर्छ दाइ, यही हेयर स्टाइलमा काट्नुस् भने पछाडि मैले भाइले भनेकै हेयर स्टाइलमा कपाल काटिदिरहेको छु। मुलेट भन्दो रहेछ यो हेयर स्टाइललाई। मलाई यो पनि आजै थाहा भयो भन्दा फरक पर्दैन, किनभने थाहा नभएको कुरालाई चाहिँ आज सिकेँ भन्दाखेरि फरक पर्दैन। भाइले निकै नै राम्रोसँग छोरीलाई एकदम ख्याल गरेर माया गर्दै फकाउँदै कपाल काटिदिरहेका छन्। स्टेप कट काट्ने प्लानले गएको, तर चाहिँ मुलेट हेयर कटिङमा मुलेट काटेर चाहिँ घरिघरि चाहिँ छोरीले चलेर सहज रूपमा चाहिँ काट्न नदिए पनि समग्रमा उनले राम्रैसँग काट्न दिइन् र लगभग हामी फाइनल्ली अवस्थामा चाहिँ पुग्ने चरणमा छौँ। यिनको कपाल लगभग काटेर सकिनै लागेको छ। नानीको मम्मीले पनि हेर्दैछिन्। नानीको त्यो झुसहरू गर्नको लागि हटाइसकेपछि फाइनल्ली छोरी यस्ती देखिएकी छन्। ल हेर्नुहोस् है, ओहो ब्युटिफुल, फ्यान्टास्टिक देखिएकी छन्, ब्युटिफुल देखिएकी छन्। तपाईँ पनि तपाईँका नानी बाबुहरूको कपाल काट्न चाहनुहुन्छ अथवा आफ्नै कपाल काट्न चाहनुहुन्छ भने शुद्धोधन 3 मैनैया चोकमा रहेको प्रभु हेयर कटिङ तथा जेन्ट्स पार्लरमा आउन सक्नुहुन्छ है त।